हेलो एभ्रिवान, नमस्ते, वेलकम छ तपाईँलाई रक्षा राई लामोको च्यानलमा। आज चाहिँ मैले धेरै दिन ब्लग सुरु गरिरहेको छु। धेरै दिन भन्दा पनि साह्रै धेरै दिन, महिना पुगिसकेको छ मैले ब्लग नबनाएको। आज चाहिँ मैले फाइनली किन बनाएको भन्दा आज चाहिँ हाम्रो दिदीको छोराको मुख जुठो भात खुवाई, अनि त्यस कारणले गर्दा चाहिँ म अब धमाधम मेरो घरको कामहरू त सबै सकिगरेँ। मैले चाहिँ घरको कामहरू पनि सबै सकिकन अब चाहिँ म नुहाउँदै गर्नुपर्ने हुन्छ। अनि फटाफटी ढिलो नगरिकन म चाहिँ जानुपर्ने हुन्छ। हजुरहरूलाई चाहिँ वहीँ पुगेर नै देखाउँछु हाम्रो दिदीको छोरालाई। ल हेर्दै गर्नुहोला। तिमलाई अन्न खुवाउने यो शुभ दिन, हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन, हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि। मुटुको टुक्रा तिमी, हाम्रो जीवनको खुसी तिमी। मुटुको टुक्रा तिमी, हाम्रो जीवनको खुसी तिमी। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन, हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि। तिमी हाँस्दा तिमीले हेर्दा यो संसार नै स्वर्ग जस्तो लाग्छ। तिमी हाँस्दा तिमीले हेर्दा यो संसार नै स्वर्ग जस्तो लाग्छ। भगवानको रूप तिमी, प्रकृतिको वरदान। गर्व लाग्छ भन्न पाउँदा तिमी हाम्रो सन्तान। तिमी हाम्रो सन्तान। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन, हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि। आँखाको तारा तिमी, हाम्रो जिउने सहारा तिमी। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन। जब तिमी यो घरमा आयौ, चारैतिर खुसियाली छायो। जब तिमी यो घरमा आयो, चारैतिर खुसियाली छायो। असल मान्छे बन्नु तिमी, सबको सेवा गर्नु। घर परिवार छरछिमेकमा राम्रो सन्देश छर्नु। राम्रो सन्देश छर्नु। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन, हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि। मुटुको टुक्रा तिमी, हाम्रो जीवनको खुसी तिमी। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन।
खेल्दै तिमी फुर्किन्छौ, लडी बुढी गर्दै तिमी हुर्किन्छौ। भोलि ठुलो भएपछि फुल जस्तै फुल्नु, आफ्नो संस्कार संस्कृतिलाई कहिले नभुल्नु, कहिले नभुल्नु। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन, हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि। आँखाको नानी तिमी, हाम्रो प्रेमको निशानी तिमी। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन, हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन, हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि। मुटुको टुक्रा तिमी, हाम्रो जीवनको खुसी तिमी। मुटुको टुक्रा तिमी, हाम्रो जीवनको खुसी तिमी। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन, हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि। तिमी हाँस्दा तिमीले हेर्दा यो संसार नै स्वर्ग जस्तो लाग्छ। तिमी हाँस्दा तिमीले हेर्दा यो संसार नै स्वर्ग जस्तो लाग्छ। भगवानको रूप तिमी, प्रकृतिको वरदान। गर्व लाग्छ भन्न पाउँदा तिमी हाम्रो सन्तान, तिमी हाम्रो सन्तान। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन, हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि। आँखाको तारा तिमी, हाम्रो जिउने सहारा तिमी। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन। जब तिमी यो घरमा आयौ, चारैतिर खुसियाली छायो। जब तिमी यो घरमा आयौ, चारैतिर खुसियाली छायो। असल मान्छे बन्नु तिमी, सबको सेवा गर्नु, घर परिवार छर छिमेकमा राम्रो सन्देश छर्नु, राम्रो सन्देश छर्नु। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन, हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि। मुटुको टुक्रा तिमी,
हाम्रो जीवनको खुसी तिमी आज तिमीलाई ल बाय 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 आफूले हेरेको नि त्यसले बाय 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 ओ ए अहिले नै त आइज 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 छिटो 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 ओ मोय छेनु ओ छेनु केटा कुनै पत्तामै दिएन नि म त पत्तामै खान्छु म पत्तामा बनाउँछु ए अब यहाँ त कहाँ आइपुग्यो ल नगर ल ल यहाँ ठुलो सबैभन्दा ठुलो मान्छे छ है यहाँ पानी छैन पानी छैन पानी अघि त्यहाँनिर थियो त फाइनली साथीहरू म चाहिँ घरमा पनि आइपुग्यो अँध्यारो भइसक्यो हो रातिको अहिले अनि म चाहिँ आज ब्लग यहीँसम्म नै भयो म चाहिँ एकदमै थाक्यो बिहान कति 10:30 बजीतिर निक्लेको मान्छे अहिले चाहिँ 7:10मा आइपुगिसक्यो यस्तो भइसक्यो अनि हाम्रो दिदीको नानीले चाहिँ सबैले माया दिनु होला धेरै आशीर्वाद दिनु होला भन्दै आजको भिडियो चाहिँ यहीँसम्म नै भयो अनि सबैले माया दिएर लाइक सब्सक्राइब गर्नु नभुल्नु होला आजलाई चाहिँ यहीँसम्म सबैलाई टाटा बाई बाई छ।